हेलो नमस्कार फ्रम राजविराज गुड मर्निङ अलमोस्ट गुड आफ्टरनुन भइसकेछ ल 11 बज्यो आज चाहिँ बिहेको दिन फाइनली हामी रेडी भइसकेको छौँ हाम्रो चाहिँ ओओटिडी भन्ने चाहिँ यस्तो छ हाम्रो यहाँ दौरा सुरुवालमा हुनुहुन्छ मेरो चाहिँ यस्तो मेरो चाहिँ कुर्ता छ मुमीको चस्मा यहाँ सल पनि थियो एउटा यो कुर्ताको चाहिँ तर अब यो कुर्ता आफैलाई सम्हाल्न नसक्ने बेला यो गर्मीमा सल चाहिँ म सम्हाल्न सकिनँ सो त्यही भएर सल चाहिँ मैले लगाइनँ अब बिहे घर जान लागेको बिहे घरमा अब जन्ती आउने पनि बेला भयो बिस्तारै जाने गर्मी छ आज चाहिँ डह्रो गर्मी छ त्यसमाथि अब यस्तो लुगा लगाइसकेपछि त अझै गर्मी नै हुन्छ यस्तो छ गर्मी डह्रो गर्मी छ आज चाहिँ हामी यस्तो गरेर रुखको तल छारीमा बसेको छौँ सो यहाँ एउटा सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा भनेको रुख रोपौँ है रुख रोपेपछि मात्र यस्तो शीतल हुन्छ नभए गर्मी हुन्छ डिफरेस्टेसन नगरौँ रुख रोपौँ अब बिहेमा आएको मान्छेहरू पसल गरिदिनु पर्यो कस्तो लागिरहेछ त हजुरलाई दिदीको बिहेमा आइरहेछ त्यही साकार कस्तो लागिरहेछ गर्मी लागिरहेछ पसिना आइरहेछ मेरो फ्याट बर्न भइरहेछ दिदीलाई कस्तो लागिरहेछ एकदमै गर्मी भेरी मच गर्मी छ अनि कस्तो लागिरहेछ त आज बिहेको दिनमा कस्तो पनि छैन अरे एक्साइटेड डर लागिरहेछ नो फिलिङ्स मामु हजुर कस्तो लागिरहेछ हजुरलाई धेरै राम्रो यो भन्दा बढी पाइँदैन छिटो के चाहियो के हामी आइहाल्छ कति रुपियाँ चाहियो 5 रुपियाँ सबैले दिँदा हुन्छ 20 रुपियाँ दिँदा हुने भयो गाडी भाडा नि पुग्दैन हामीलाई गाडीमा 20 साइडको भाडा दिउँ त 100 रुपियाँ सिटी भाडा छिटो छैन हामी त काठमाडौँ जानुपर्छ हैन बाइकमा बसेर जाउँ त हामीसँगै जाउँ विराटनगर जाउँ हामीसँग विराटनगर जाउँ त्यसो भए हैन हामीसँग विराटनगर जाने भए जाउँ कति चाहियो भन्नु पर्यो नि त कति चाहियो भन्नु पर्यो दिन सक्नुहुन्छ भन्नुस् न दिन त पुरा हामी आफ्नो दुलालाई नै दिइहाल्छ कति दिन्छौ भनेपछि त मागालो
Coba